सर्पले टोकेपछि तपाईहरुले बाँध्नु भएको। अब सर्पले टोकिसकेपछि यस्तो अवस्थामा के गर्ने त? सर्वप्रथम त यो मानव मेरो यहाँ टोक्यो भने यो टोकेको भन्दा माथि चाहिँ यसरी सकिन्छ भने ब्यान्डेज लाउने, सकिँदैन भने कपडा छ भने कपडाले बाँध्दा पनि भयो। तर ध्यान दिनुपर्ने कुरा के हो भने यो चाहिँ एउटा औँला छिर्ने गरी खुकुलो राख्नुहोस्। त्यसपछि हामीले विशेष ध्यान दिनुपर्ने कुरा के हो भने यो हातलाई चल्न नदिने हो। यो हातलाई चल्न नदिनको लागि यो जोइन्ट लक गर्नुपर्छ मैले हिजो भनेको थिएँ। त्यसको लागि चाहिँ तपाईँसँग जे अभाइलेबल छ, काठको टुक्रा छ भने यसरी काठको टुक्रा लिनु, कार्डबोर्ड छ भने कार्डबोर्ड राख्नु, त्यसरी राखेर बाँधिदिनुहोस्। जसले गर्दाखेरि चाहिँ के हुन्छ भने यो हात चल्न पाउँदैन। यो हात चल्न नपाएपछि यो विष बिस्तारै बिस्तारै फैलिन्छ। र अर्को मुख्य इम्पोर्टेन्ट कुरा के हो भने तपाईँले बिरामीलाई सान्त्वना प्रदान गर्नु, हौसला प्रदान गर्नुहोस्, उहाँको आत्मबललाई बढाउनुहोस्। जसले गर्दाखेरि चाहिँ बिरामी आत्तिदैन अनि समयमा हस्पिटल पुर्याउनुहोस् र बिरामीलाई भर्नुहोस्। धेरै जसो सर्पहरूको विष लाग्दैन। त्यसले गर्दाखेरि चाहिँ बिरामीको मनोबल बढ्छ र समयमा हस्पिटल पुग्नुहोस्। हस्पिटल पुगिसकेपछि डाक्टरलाई सबै कुरा भन्नुहोस्। तपाईँलाई जे जे समस्या भएको छ सबै भन्नुहोस्। त्यसपछि आवश्यक परेको खण्डमा डाक्टरले जाँच गर्नुहुन्छ, रगतको जाँचहरू गर्नुहुन्छ र एन्टी स्नेक भेनम तपाईँलाई औषधि चलाइदिनुहुन्छ। जसले गर्दा तपाईँको ज्यान चाहिँ जोगिन्छ। हस् त, थ्याङ्क यू। आजलाई यति नै। अनि यो भिडियो सबै मार्फत पुर्याइदिनु, सेयर गरिदिनु, सबैलाई थाहा होस् सर्पले टोक्दाखेरि के गर्नुपर्छ के गर्नुहुन्न भन्ने बारेमा है। ल बाई बाई। अहिलेलाई चाहिँ सुरक्षित भएर बस्नुहोस्।